Hello and namaste. Welcome to my YouTube channel MT to Empire Journey with another beautiful day. Hope सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु। अब नमस्कार म भाग्य न्युपाने होला। भाग्य न्युपान जस्तै भयो म त यार। अनि चाहिँ हामी चाहिँ आज स्कुलबाट बङ्क हानेर स्विमिङ जान लाग्यो जस्तो बङ्क हो सधैँ स्कुल आज ड्युटी भनेर काममा आएको त लास्टमा त छुट्टी रहेछ। मलाई पहिला मेसेज गर्दाखेरि ऊ पनि हेरेन मेसेज हेरेन। अनि हामी लगभग आधी बाटो आइसकेपछि बल्ल बुढोले रिप्लाई त्यसले दाना हामी 6:51मा यहाँ कहाँ ठ्याक्क त्यो उसमा आएको थियौँ नि त 6:51मा के अरे बाहिर गाडी चढ्ने ठाउँमा। अनि त्यति बेला आउँदाखेरि बल्ल मेसेज गरेपछि अनि कहाँबाट देख्छ जानु त्यसले दाना हालेर सकेर अनि बल्ल मेसेज गरेछ। त्यही भएछ क्या हाँसेर यार मामबाको बल्ल आज मिठो हाँसो देखियो त्यसको। अहिले त गाडीले ठोक्दाखेरि म्याग खराब। हेर है सोल्ली कुले हान्दैछन् कपाल सपाल काटेर च्याट्ट पारेर। अब चाहिँ बिचतिर फेरि हराएको मान्छे के भन्नु हराएको मान्छे निस्कियो जस्तो आज त कपाल सपाल काटेर। हेर यहाँ फेरि जङ्गली कुखुरा कति माथि छन् भाले छन् कुखुरा। कालेले नि काले भन्ने दिन आयो भन्ने ठिकै छ है गाइजहरू। आज सधैँ कामको मात्र होइन कहिले काहीँ रमाइलो पनि हाम्रोमा आज चाहिँ रमाइलो भल्ल गाउँदैछ। स्विमिङ काममा भएको भए यस्तो गर्दै पसिना बन्द हुन्थ्यो क्या अहिले ड्युटी अफ भएर अनि हाम्रो क्या त्यो नेपालको भिडियोहरू छैन क्या है खासै भेट्दै भेटेन। मैले त मेरो अर्को मोबाइलमा चाहिँ हेरेको त्यो गगनपतको भिडियोहरू मात्रै छ। क्या अलि त्यो उहाँ भयो बल्ल मजा आउँछ। हाम्रो नेपालको दोस्ती सबैलाई धेरै धेरै सम्झना छ। अब भ्लग कोले हेर्नुहुन्छ के गर्नुहुन्छ हाम्रो यस्तै हो हाउडे भ्लग ग्याङहरूको आउँछ जे भयो नि राजेनलाई धेरै धेरै मिस्यो है त। जहाँ जाँदाखेरि नि खुब याद आउँछ है तिम्रो चाहिँ। मलाई तर धेरै दिन भयो नबोलेको यार। हिजो बिचमा गएर त्यसको याद आएर क्या म के अरे यस्तो गरेर पल्टिरहेको बाल स्विमिङ तिमीहरू त स्विमिङ खेल्न जाने थियो नि त त्यो भएर दामी लाग्ने क्या। तिमीहरू भयो त टाढा जान्थ्यो होला केटाहरू भन्ने लाग्थ्यो क्या मलाई चाहिँ। अनि तर समुद्रको नुनहरू पनि अहिले जान्छ खै छालाहरू राम्रो गर्छ भन्छ अरे। धेरै टाढा त जानुहुन्न। अब छेउछेउमा के भन्दा खेल्नु परिहाल्यो कहिले काहीँ रमाइलो नि गर्नु पऱ्यो अनि ज्यानलाई रिल्याक्स। काम सधैँ काम मेरो गिद्दीमा काम गर्दा गर्दै बौलाउँछु बिना सित्तीमा। वाउ लाइन अब आज चाहिँ रमाइलो ठिक छ। हामी चाहिँ हिँड्दैछौँ आज चाहिँ कामबाट फर्किँदै हिँड्दै किन पैसा नभएर टेन्सन 2 रुपियाँ छ 4 रुपियाँ चाहिन्छ पैसा। $4 चाहिन्छ $2 मात्र पैसा है। तिनीहरू जहिलेसुकै भिखारीपन्थी देख्छु नि यार जेमा पनि यार जिन्दगी पनि यार नहीं कि हम पहले अमीर थे फिर गरीब हो गए अनि पैदाइसी गरीब यस्तै छ यो वेस्टबेको बाटो। हामी चाहिँ यो स्टेबलमा है त काम गर्ने चाहिँ कोरल स्टोन स्टेबल केमन आइल्यान्डमा हुनुहरूले चाहिँ हर्स राइडिङ गर्नु छ भने चाहिँ सम्झिनु होला है त विथ नेपाली गाइड्स। रमाइलो हुन्छ है गाइड्सहरू केमन आइल्यान्डमा बसेको साथीहरूले सम्झना गर्नु होला। के अरे पुगिन्छ होला नि अब साथी कतै लाउँछन् के गर्छु है बाबु। कस्तो यार अस्ति नै त्यस्तै भयो क्या। यो पोस्टरसम्म पुग्यो भने म यसले मलाई साइकल चलाउन सजिलो हुन्छ क्या। रुट थाहा त थाहा भयो नि कहाँ झुक्किनु टेन्सन 1-2 दिन साइकलमा हिँड्यो भने चाहिँ ठिकै हुन्छ। यहाँको आइल्यान्डको घरहरू यो चाहिँ फेरि मेरो यो टी सर्ट चाहिँ फरक हो। फेरि यो चाहिँ कोरल स्टोन के हो यो कन्स्ट्रक्सन एन्ड इक्विपमेन्ट हो। यसमा चाहिँ फेरि यस्तो रुफिङहरू यताउति दायाँ बायाँ सबै काम गर्छ है त। काम चाहिँ यहाँ पो सुरु भएर छ। काम त यही हो नि हाम्रो यार। कुन रुफिङ कम्पनी हो
काम यही हो नि यस्तो यतिको घर त म एक्लै नै खाइदिन्छ होला म छु नि त बिजनेस गर्छु अस्ति बुढोले भन्दा त्यो दिन तिम्रो जुत्ता चिप्लो थियो नि त त्यो भएर पो डराएको है उहाँका चिप्लिन्छ कि भनेर क्या उहाँ बुढोले त्यो त्यत्रोमा नि डराउँछ यार के गरेर गर्छ भनेर भन्दै थियो त्यो जुत्तै हेर अनि जुत्तैमा त्यसै एकचोटि त लड्क्यो नि त सुरुमै टेक्दा बित्तिकै त्यही भएर झन् डर लाग्यो नि त अनि पछाडि फेरि त्यो के अरे बिस्तारै बोल भन्ने सुड्डोकोमा गएको थियौँ नि हामी त्यति बेलाखेरि बुढोखेरि म हिँडेको देखेर छक्क पऱ्यो नि त भाङ भाङ उचाएर जुत्ता टेकेर हिँडेँ म त साइ साइ ठाडै हिँड्दिएको त्यतिले जुत्ता थियो र यो जुत्ता थियो नि त्यति बेला ल है त गाइजहरू हामी चाहिँ के अरे बिचतिर गएको छोटो क्लिपहरू हाल्छौँ है त